यसमा यो चाबी स्टार्ट हो। यसले यो अहिले पुरा अफ छ। यो एक स्टेप अनि दोस्रो स्टेप अनि तेस्रो स्टेपमा चाहिँ स्टार्ट हुन्छ यो गाडीहरू। तेस्रो स्टेपमा यसरी अब स्टार्ट गर्नुभन्दा अगाडि गियर चेक गर्ने। यो चाहिँ ब्याक हो, यो चाहिँ सी हो। यो सी भनेको चाहिँ लो हो। अनि यो 1 नम्बर 2 नम्बर 3 नम्बर 4 नम्बर 5 नम्बर 6 नम्बर 7 नम्बर 8 नम्बर हुन्छ। यसको गियर जम्मा 9वटा भयो। अब यहाँ चाहिँ 8 लेखेको छ, तर यो पनि हो, यो पावर गियर हुन्छ। यसमा चाहिँ तपाईँको 1 नम्बरमा चढेन भने यो लो लगाएर चढाउने हो। अनि यो चाहिँ ब्याकको गियरको बारेमा भन्नुपर्दाखेरि यतापट्टिको यो छ, यो ह्यान्ड ब्रेक हो। यो माथि उठाउँदा लाग्छ, तल झार्दाखेरि छुट्छ ह्यान्ड ब्रेक, त्यस्तो छ। यो छ, यो चाहिँ क्लच हो। यो क्लच हो। अनि यतापट्टि छ, यो ब्रेक हो, यो एक्सिलेटर हो। अब यसरी हामीले चाबी, यो क्लच, अब कति कतिजनालाई ब्याक के अरे न्युट्रलै गर्नु चाहिँ छ कि छैन भन्ने कुरा हुन्छ। नयाँ सदस्य, नयाँ कोही जान्न चाहनुहुने, सिक्न चाहनुहुनेहरूलाई। अनि न्युट्रल चाहिँ भए पनि नभए पनि न्युट्रलमा राख्ने, तर भए पनि नभए पनि क्लच थिच्ने गाडी, अनि ट्याक्क लाएर यतापट्टि यो स्टार्ट हान्ने। फर्स्ट, सेकेन्ड, थर्डमा चाहिँ स्टार्ट हुन्छ। यो मिटरहरू हो। यो मिटरमा यो चाहिँ डिजेलको हो। यो डिजेलको हो, यो स्पिडको भइहाल्यो। अब यसमा चाहिँ घडी छ। अब यसमा यो टेम्परेचरको हो। यो चाहिँ कति हजार किलोमिटर कुद्यो भन्ने कुरो, 1,46,052 किलोमिटर कुद्यो। पर यो चाहिँ टाइम हो माथिको 652 घन्टा स्टार्ट भएको। जबदेखि यो गाडी स्टार्ट भयो तबदेखिको हो यो। यस्तो हो। यो यति समयसम्म यो स्टार्ट भइरहेको थियो यो गाडी। यो चाहिँ हावाको हो। यो हजुरहरूलाई देखाउनु पर्दाखेरि यो हावाको हो। यो अरू गाडीमा 2टा यस्तो स्विच हुन्छ, यस्तो यो ऊ देखाएको हुन्छ, काँटा देखाएको हुन्छ। यसमा चाहिँ एउटै काँटा छ, डबल ट्याङ्कीको। हेर्नु, डबल ट्याङ्कीको यो काँटा हो। यो एउटा, यहाँदेखि यता अर्को 2 भनेर लेखेको छ नि यहाँ, त्यही हो। यो चाहिँ अब यो चाहिँ यो उसको यो देखाइरहेको सिग्नल चाहिँ भ्याकुमको हो। अनि यो चाहिँ कस्तो भने यो 15देखि आरपिएमदेखि उता कटेपछि तेल धेरै खान्छ। यहाँदेखि यता चाहिँ ठिकै हो, 20सम्म ठिकै हुन्छ। त्यहाँदेखि उता कटेपछि बढी खान्छ तेल। अनि यो तपाईँको ह्यान्ड ब्रेकको हो। अब यहाँ म ह्यान्ड ब्रेक मैले यसरी छुटाइदिएँ, तपाईँहरूलाई म देखाउँछु। अब हेर्नु, त्यो बत्ती बले छैन है। यो बत्ती छ ह्यान्ड ब्रेकको, यो चाहिँ लाइटहरूको, यो घरको यस्तो छ। समस्या आयो भने यो बत्तीहरू बलिरहन्छ, सबै देखाउँछ। यो सेन्सरवाला गाडी हो। गाडी चलाउँदाखेरि सुरुमा गियर लाउँदाखेरि यस्तो हुन्छ। यो चाहिँ बिचमा चाहिँ लक सिस्टमको हुन्छ। यो हावावाला छुस ब्रेक हो, हावावाला गियर हुन्छ। यसको फोक्सा भन्छ। फोक्साले काम गरेन भने गियर लाग्दैन। यसको यसरी 1 नम्बर लाउने, अनि ह्यान्ड ब्रेक छुटिसकेको छ है, हेर्नु होला ह्यान्ड ब्रेकबाट। अब यसरी सर र गाडी बढ्छ है, यसरी ढोका तान्दै सर र
हिँड्छ यसरी गाडीहरू। अनि ठक्क अनि त्यही अनुसारले 2 नम्बर 3 नम्बर 4 नम्बर 5 नम्बर लाउने। फेरि अब 4देखिको यता चाहिँ हामीले अर्को गियर तोड्नुपर्छ। अनि यो न्युट्रलबाट यस्तो गरेपछि 5 नम्बर लाग्छ, 6 नम्बर लाग्छ। अनि यो लास्ट 7 नम्बर 8 नम्बर यस्तो हुन्छ यो गियरहरू चाहिँ। खासै अप्ठ्यारो त छैन, तै पनि नजान्दाखेरि धेरै नै समस्याहरू आउँछ। त्यो भएको कारणले अहिले सानो छोटो भिडियो भन्दै लामो भयो। अब कस्तो लाग्छ मैले देखाएको यो सानो सर्ट भिडियोमा केही ड्राइभर सिक्छु भन्ने मान्छेहरू या कुनै पनि मान्छेले गाडी सिक्न चाहँदाखेरि या गाडी नै किनेर चलाउँदाखेरि पनि यो कुराहरू यस्तो हुँदो रहेछ भन्ने कुराहरू मैले भारत बेन्चको विषयमा चाहिँ भनिदिएको। अब यहाँ टाटा गाडीहरू पनि छ, अरू गाडीहरू पनि छ। म अरू भिडियोहरू अर्को उसमा बनाउँछु। कस्तो लाग्छ हजुरहरूलाई मेरो भिडियो? जो कोही सँग पुग्छ उहाँहरूले हेर्नुहुँदाखेरि लाइक सब्सक्राइब फलो। मेरो युट्युब च्यानल पनि छ विनोद भुजेल, त्यसमा सब्सक्राइब गरिदिनु होला। के भन्ने र अब यस्तै हो। कस्तो लाग्छ कमेन्ट चाहिँ गर्नु होला। ल।